हेलो गाइज, आज चाहिँ म यो पिपलेको चौरबाट यता हाम्रो खड्केटारी बेसी श्री काला भैरव उच्च माध्यमिक विद्यालय तथा मेरो घर यता मैना दायरको घर, सुमनको घर, बिजुको घर, यता रमेशको घर, यतातिर चाहिँ सरिताहरूको घर, माथितिर समीरको घर देखिएछ भने यता माथिबाट जाने बाटो छ। यता माथि जलुके छ। यो चाहिँ ठ्याक्कै यो पौडिनी रहको नाम मलाई ठ्याक्कै याद आएन है। यो रहनिर छु। के नाम अरे यो रहको नाम? कुलमाचको रह नजिकै छु। यता म यो पिपलेको चौरबाट खिचिराख्दाखेरि भीमराज र म छौँ। पहिला यो माथिबाट एउटा बिहाबाट फर्केको एउटा ट्याक्सी पनि खसेको थियो। यहाँबाट खसेको भन्ने सुनेको थिएँ मैले पनि। बिहाको त्यो दुरानी फर्काएको भनेको होइन, जिप नै खसेको तर बिहाको गाडी दुलै सहित खसेको। दुलै नै यहीँ परेर बितेको भन्ने मैले सुनेको थिएँ। ए माथितिर चाहिँ यता नवीनको घर देखिन्छ, त्यहाँ रेस्टुरेन्ट। के छ अरू नयाँ? सब ठिक छ नि? सब ठिक छ। तिमी कत्रो उता दामी चरा गयो त? के चराको नाम? बकुल्ला हो? बकुल्ला। ए पहिला हामी पनि यहाँ अब गोरु चराउन आउँदाखेरि गोरु लिएर आएर हामी यहाँ चराउँथ्यौँ। ए अनि हामी यहाँ घाँस काट्न आउँदाखेरि, हाम्रो खेतमा घाँस काट्न आउँदाखेरि पनि यसो मौका पारेर बेला मौकामा यहाँ पौडी खेल्थ्यौँ क्या। माछा पनि मार्थ्यो कहिले काहीँ? माछा त हामीले खासै मारेन, तर यता हाम्रो ठुल्दीको भाइहरूले साथीहरूले चाहिँ यहाँ एकदमै माछा धेरै मार्थे। हामी भने यसो कहिले कता न पौडी खेलिन्थ्यो। त्यहाँ पुलमुनि पौडी खेलिन्थ्यो। फेरि उतापट्टि भ्याउनेको रह, अनि यतापट्टि फेरि के भन्छ त्यो एउटा रह, धेरै छ, 4-5 वटा रहहरू छ। त्यहाँ चाहिँ हामी पौडी खेल्थ्यौँ क्या।